सबैलाई नमस्ते। आज हामी टेबल स्टाइल र सेल स्टाइलको बारेमा पढ्ने गइरहेको छु। नाउ टेबल स्टाइल र सेल स्टाइलको मतलब के हो? हामी इनडिजाइनमा गएर यहाँमा तिमीहरूले मैले यहाँ जुम गरेर देखाउँछु। यहाँमा क्यारेक्टर स्टाइल भन्ने अस्ति नै यदि यसको बारेमा थाहा छैन, प्याराग्राफ स्टाइल र क्यारेक्टर स्टाइलको बारेमा थाहा छैन भने म डिस्क्रिप्सनमा लिंक राखिदिन्छु, त्यसको हेर्दैन होला अनि कि त आई बटनमा हेर्दैन होला। प्याराग्राफ स्टाइल, क्यारेक्टर स्टाइल, टेबल स्टाइल, सेल स्टाइल, यो चारवटा के हो भने यो चारवटा चाहिँ एउटा फोन्ट कपी गर्ने चीज हो। नाउ नर्मली हामीले फर एक्जाम्पल उदाहरणको तौरमा यो जेरी भनेको फोन्ट चाहिँ अलिकति म बोल्ड गरिदिन्छु, अन्डरलाइन गरिदिन्छु अनि र यसको चाहिँ म फोन्ट चाहिँ अब यहाँमा जस्तो कि एरल भनेर लिन्छु, राइट? अनि यसको फोन्ट चाहिँ म एक्जाम्पलको तौरमा 24 लिन्छु। नाउ सिम्पल भाषामा सम्झाउँदैछु म तिमीहरूलाई। टेबल स्टाइल, सेल स्टाइल, क्यारेक्टर स्टाइल, प्याराग्राफ स्टाइल, यो चारवटा सिम्पल भाषामा के हो? एउटा फोन्ट हामीले कपी गरेर त्यसको स्टाइल चाहिँ हाम्रो एउटा स्टाइल हुन्छ, जे भयो भने एउटा स्टाइल चाहिँ हामीले सेम टु सेम अर्कोलाई टाल्यो भने त्यसलाई के भन्छ? स्टाइल्स। फर्स्टमा स्टाइल्स भयो। अब प्याराग्राफ स्टाइल, क्यारेक्टर स्टाइल, टेबल स्टाइल एन्ड सेल स्टाइल भने त्यो चारवटा भयो। क्यारेक्टर स्टाइल र प्याराग्राफ स्टाइलको बारेमा मैले अस्ति नै भनिसक्यो। यसमा चाहिँ हामी टेबल स्टाइल र क्यारेक्टर सेल स्टाइलको बारेमा जान्ने हो। नाउ फर इन्स्टेन्स उदाहरण तौरमा मैले यहाँमा राखिदिन्छु। हाम्रो यो चाहिँ के हो भने रो, यो चाहिँ के हो? कलम। यो मुनिको चाहिँ कलम, उतापट्टि रो। यो रो र कलमको बारेमा पनि म डिस्क्रिप्सन राखिदिन्छु, त्यो हेर्दिनु होला। यो थाहा भयो भने अब टेबल, यो होल टेबल एउटा हुन्छ नि, यो चाहिँ हामीले एउटा स्टाइल जस्तो बनायो भने फर एक्जाम्पल उदाहरण तौरमा हामीले यो डिजाइन चाहिँ मैले यस्तो लिन्छु, उदाहरण तौरमा यस्तो लिन्छु, राइट? ओके। नाउ अहिले मैले केमा डिजाइन बनायो भने टेबलमा पनि डिजाइन बनायो, सेल र कलममा सेललाई पनि मैले डिजाइन बनाइदिएको। सो मैले यो उदाहरण तौरमा यो कपी गरेर मुनि पेस्ट गरेँ भने यहाँतिर मैले पेस्ट गरेँ भने सेम टु सेम स्टाइल्स लिन्छ। नाउ यसमा चाहिँ के चाहिँ आउँदैन? मैले यहाँ अक्षर लेखेको एउटा हुन्छ नि, एउटा अक्षर लेखेको चाहिँ यो अक्षर चाहिँ कपी गर्दैन जब स्टाइल बनाउने बेला। टेबल स्टाइल भन्ने बित्तिकै एउटा सिर्फ टेबलको कुरा मात्र गर्छ। सेल स्टाइल भन्ने बेला यहाँ भित्रको एउटा सेल युज गर्छ, राइट? सो हामीले अस्ति नै सिकेको जस्तो एउटा बक्सलाई के भन्छ? सेल भन्छ भन्ने, राइट? एक बक्स, दुई बक्स, यो सबैलाई सेल भन्छ, राइट? त्यो बक्सलाई चाहिँ सेल भन्छ। त्यो सेल मात्र कपी गर्छ, सेल टेबलहरू कपी गर्छ। नाउ हिजो मैले थोरै जानकारी डिटेलमा भोलि जान्छु भनेको थियो मैले। यही भिडियो अब म डिटेलमा अलिकति डिपमा जान्छु। नाउ अब फर्स्टमा के गर्ने हो? टेबल स्टाइल यहाँ चाहिँ, राइट? सेल स्टाइल यहाँ छ। हामीले टेबल स्टाइलमा गएर तिमीहरूले यो टेबल स्टाइल देखेन भने विन्डोमा जानु होला। विन्डो, गो टु विन्डो, देन स्टाइल्स भन्ने आउँछ। यहाँ एउटा स्टाइल्स भन्ने आयो, यहाँ स्टाइल। त्यसमा गएर यहाँ साइडमा एउटा अर्को विन्डो पपअप हुन्छ, त्यसमा टेबल स्टाइल र सेल स्टाइल दुइटै निकाल्नु होला, यो दुइटा। ओके, त्यो निकालिसकेपछि यो दुइटा यसरी आउँछ। खास गरी फर्स्टमा साइडमा यसरी आउँछ। यसरी आउने बेला तिमीहरूले यसरी आउने बेला यो ड्र्याग गरेर यहाँ समातेर, यसको माथि समातेर ड्र्याग गरिदिनु। कहाँ राख्नुपर्छ? आफ्नो अनुसारले, आफ्नो इच्छाले राख्नुपर्छ। त्यसको पछि टेबल स्टाइल बनाउने हो। यो केमा फाइदा हुन्छ? टेबल स्टाइल केमा फाइदा हुन्छ भने जब तिमीहरूले एउटा काम सेम टु सेम फेरि गर्ने बेला त्यसलाई फाइदा हुन्छ। उदाहरण तौरमा अब म यो टेबल स्टाइल एउटा बनाउँछु, राइट? सो यहाँमा यो एक्जाम्पल हो त, यो माइक्रोसफ्ट वर्डमा चाहिँ म काम यतिको देखाउने लागि मैले युज गरेँ। नाउ अब मैले यस्तो एउटा डिजाइन बनाइसक्यो। नेक्स्ट टाइम मैले एउटा लेख्नुपर्छ, ओके मलाई त्यही डिजाइन चाहियो। फेरि मैले यहाँमा यस्तो इन्सर्ट गरेर यो टेबल लिएर यहाँ लिएर अनि यसमा गएर डिजाइनमा गएर यो थिच्यो, यसरी थिचेर बस्यो भने टाइम कतिखेर भयो, राइट? त्यो टाइम सेभ हुनेको लागि हामीले के युज गर्छ? टेबल स्टाइल युज गर्छ। ओके, सो नाउ यहाँमा हामीले कपी गरेको जस्तो सेम हो, राइट? नाउ फर एक्जाम्पल यहाँमा कपी गर्यो मैले, यहाँ मुनि ओके मलाई यो डिजाइन चाहियो, पेस्ट गर्यो, भयो। त्यही जस्तै हो। नाउ अब म यहाँ टेबल स्टाइल यहाँ खोलिसकेपछि यहाँ मुनि एउटा देख्छ तिमीहरूले, यहाँ मुनि एउटा प्लस साइन देख्छ, त्यसमा थिच्नु होला। थिच्ने बित्तिकै यहाँ नाम एउटा आउँछ, तिमीहरूले यसमा थिच्नु
माथिको हैन त मुनिको थिच्नु डबल क्लिक गरेर यसमा जुन थिच्यो जे नाम दिने मन छ दिनु अहिलेको लागि म MONTH मन्थ भन्ने लेखिदिन्छु ओके त्यसको पछि हामी जुम आउट गर्छु त्यसको पछि अब टेबल हाल्ने कसरी हो टेबल क्रिएट कसरी गर्ने हो टेबल भित्र अक्षर कसरी हाल्ने त्यो म हिजो भनेको थियो यो डिटेलमा म जान्दैन हिजो यदि हेरेको छैन भने हेर्दिनु होला ओके टेबलमा जानु होला क्रिएट टेबल नाउ कतिवटा रो चाहियो कतिवटा कलम चाहियो रोज कति चाहियो कलम कतिहरु चाहियो हामीलाई कलम 7 वटा चाहियो रो ओके सम अराउन्ड 6 हुन्छ 655 राख्यो भने हुन्छ 6 राख्यो हुन्छ यति सम्म राख्दिनु हेडर र फुटर के नराख्नु ओके त्यसको पछि राम्ररी ध्यान दिनु होला अब हेडर रो र फुटर रो भने यो चाहिँ मतलब म तिमीहरुले सम्झाए भने कस्तो म यहाँमा कलम एउटा घटाउनु पर्यो ओके म एउटा हेडर लिन्छु एउटा मात्र ओके त्यसको पछि यहाँमा टेबल स्टाइल भन्ने देख्नु भयो सबैले यो टेबल स्टाइल मन्थ्स भन्ने छ अब तिमीहरुले यहाँमा पहिलेदेखि अघि यहाँमा टेबल स्टाइल बनाएको छ भने यहाँ आउँछ ओके अब मैले मन्थ भन्ने छान्ने पर्यो किनकि हामीले त्यही टेबल स्टाइलमा जाने पर्यो भनेर ओके अब ओके थिच्नु होला ओके थिच्ने बित्तिकै तिमीहरुले यो कर्सरमा यो बक्स आउँछ तिमीहरुले के भनेको यो कहाँ राख्ने हो टेबल यतिकै क्लिक गरे भने चल्छ तर हामीले क्लिक नगरिकन हामीले आफ्नो इच्छाबाट जान्छ नि राइट मलाई बक्स कति चाहियो यत्रो चाहियो कि उत्रो चाहियो कि कति चाहियो त्यो लिन्छ राइट हाम्रो कति रहेछ 1 2 3 4 5 6 वटा रहेछ यसमा डब्लु थिच्यो भने हामीले फर एक्जाम्पल इन्स्टेन्स डब्लु थिच्यो मुनि आइज त यता आयो ओके कतिवटा छ हाम्रो रो 1 2 3 4 5 6 छ कलम 1 2 3 4 5 6 छ अघि खास गरी कलम हामीले 7 लिने परेको थियो अब हामीले एड गर्नको लागि कलम मलाई एउटा एक्स्ट्रा चाहियो एड गर्नको लागि यो कलम चाहिँ सबै क्लिक गर्नु होला यो जान्दैन रहेछ ओके सरी यहाँमा यो फर्स्ट लाइन चाहिँ हामीले हेडर बनाएको छ त्यो भएर यो कारणले यहाँ लक गरेको हुन्छ र ओके ओके नाउ यसमा हामीले फेरि एउटा एक्स्ट्रा एउटा लिन्छु फर एक्जाम्पल एउटा एक्स्ट्रा लिन्छु ओके नाउ डर्नेको के कुरा छैन यसमा डबल क्लिक गर्नु यहाँ थिचेर कन्ट्रोल थिचेर तान्ने हो त ओके कन्ट्रोल थिच्यो भने ठिकै हुन्छ ओके त्यो भयो नाउ अब हामीले टेबलको डिजाइन बनाउनु पर्यो यहाँमा स्टाइलमा जाँदा यहाँ प्लस आउँदो रहेछ नि त्यो हामीले रिडिफाइन स्टाइल गर्ने पाउँछ अब अहिलेको लागि फर्स्ट यो टेबलको डिजाइन बनाइदिनु होला डिजाइन बनाउनको लागि हामी के गर्छ यो सबै क्लिक गर्नु होला हामी फर एक्जाम्पल यहाँमा सन्डे मन्डे लेख्छौँ म अहिले एस सन्डे मन्डे ट्युजडे वेडनेसडे थर्सडे फ्राइडे एन्ड सटरडे भयो यो सबै क्लिक गर्नु यो हेडर हो यो सबैलाई क्लिक गरेर हामीले बिचमा राख्दिनु यो बिचमा राख्ने चीज मैले यो यहाँ छ नि यो बिचमा राख्ने हो यो चाहिँ मुनिको बिचमा ओके 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 नाउ त्यसको पछि टेक्स्ट चाहिँ अलिकति ठुलो गर्ने हाम्रो सर्टकट के हो कन्ट्रोल शिफ्ट अनि त्यो फुल स्टप थिच्नु हुन्छ ओके त्यसको पछि हामी टेक्स्ट फोन्ट चाहिँ चेन्ज गरौँ टाइम्स न्यू रोमन राख्छौँ धेरैचोटि म टाइम्स न्यू रोमन राख्थेँ नि त ओके ओके त्यति भयो अब हामी यो पछाडि यो बक्स चाहिँ अलिक कलर लगाउँथे मन छ राइट कलर यसरी राख्छु राइट यहाँ माथि थिच्ने यहाँ माथि थिचेर अब यहाँ दुईटा छ नि मैले हिजो जुम गर्ने त्यो फङ्सन चाहिँ डिसेबल रहेछ मैले अहिले एनेबल गरिदिएको यो बक्स चाहिँ के हो भने यो बक्सको मतलब के हो सिर्फ यहाँ बक्समा चाहिँ कलर लगाउँछ बक्समा कलर टेक्स्टको कलर हैन यता पहिले टी लेखेको छ नि त्यसमा थिचेर कलर लगायो भने यो चाहिँ टेक्स्टमा कलर लगाउँछ यो ध्यान दिनु होला यो बक्समा हो यो टेक्स्टमा हो यो बक्समा यो टेक्स्टमा ओके हामीलाई केमा चाहियो पहिला बक्समा कलर लगाउँछु सो एक्जाम्पल ब्लू कलर लगाउँछु टेक्स्टको कलर चाहिँ हामी अहिलेको लागि व्हाइट गरिदिन्छु राइट न यति भयो भने नेक्स्ट के गर्ने हामी जुम आउट गरेर यहाँ चेक गर्दा यो भयो अब यो कलर चाहिँ हामीले रेड कलर चाहियो यो चाहिँ हामीलाई रेड रातो है रातो किनकि यो लाइन सबै हामीले रातो चाहिएको ओके यहाँदेखि यहाँसम्म यहाँ जानु होला बक्स कलर चाहिँदैन टेक्स्ट कलर चाहिँ चाहियो टेक्स्ट कलर चाहिँ के चाहियो रातो अहिले मैले क्यालेन्डरको उदाहरण तौरमा दिएको छ अब पछि हामीले नम्बर बनाउनु बेला अनि आफ्नो इच्छाले जान्छन् राइट अब यसमा जे नम्बर लेख्यो जे अक्षर लेख्यो सबै रातो कलरमै आउने पर्यो त्यो मैले यहाँ पहिलेदेखि डिफाइन गरेर राखेको छ पहिलेदेखि है
ओके नाउ यो सबै मैले क्लिक गरेर यहाँदेखि यहाँसम्म गर्यो राइट अब मैले यहाँ 30 नम्बर लेख्छु किनकि सबसे 31 हुन्छ सबसे ठुलो नम्बर अहिलेको क्यालेन्डरमा चाहिँ सबसे ठुलो 31 हुन्छ यहाँदेखि यहाँसम्म गयो यो सबै बिचमा चाहियो यता पनि एलाइन सेन्टर गरिदिन्छु यसलाई ठुलो गरिदिन्छु कन्ट्रोल अल्ट एन्ड फुल स्टप गरिदिने राइट ओके त्यति भयो यसको नम्बर चाहिँ हामीले नेपाली नम्बर राख्यो हुन्छ नराख्यो हुन्छ आफ्नो अनुसारले राइट यदि तिमीहरूले क्यालेन्डर नेपालीको क्यालेन्डर अब यहाँबाट तिमीहरूले यस्तो पनि भन्न सक्छौ मैले यो सिकेर के फाइदा छ भनेर हैन तर यसमा चाहिँ के फाइदा छ भने पछि तिमीहरूले डिजाइन राम्रो बनाएर प्रिन्ट गरेर बेच्ने पनि पाउँछ यो एउटा चला गरे पनि हुन्छ राइट 31 भयो ओके नाउ अब यहाँ हेरे मैले यहाँ नम्बर लेख्यो ए नम्बर 1 2 भयो यो हिजो सिकाएको छु अब यहाँ माथि यसरी सेलेक्ट गर्छु यहाँदेखि यहाँसम्म किनकि यहाँसम्म त व्हाइट कलर हो त्यो भएर मैले एउटा प्याराग्राफ स्टाइल दिन्छु प्याराग्राफ स्टाइल यहाँ प्लस दिनु होला ओके यहाँ डबल क्लिक वीक भन्ने मात्र लेख्छु WEEK ओके सरी WEEK वीक अब तिमीहरूले यहाँ राम्रोसित हेर्दा नो प्याराग्राफ स्टाइल प्लस नेक्स्ट प्लस टाइम्स न्यू रोमन प्लस यहाँमा यो सबै के हो यो सबै के हो यो सबै तिनीहरूले पहिलेदेखि कपी गरेर राखेको हुन्छ तिमीहरूले स्टाइल जस्तो भयो सबै कपी गरेर राखेको हुन्छ ओके त्यसको पछि यहाँमा यसलाई स्टाइल एउटा दिन्छु मलाई यहाँमा एउटा स्टाइल दिन्छु एउटा प्याराग्राफ स्टाइल दिन्छु यहाँमा चाहिँ वीक होलिडे वीक रेड कलर भन्ने लेख्छु कलर भन्ने लेखिदिन्छु राइट ओके त्यसको पछि मुनि चाहिँ हामीले के चाहियो मुनिको चाहिँ प्याराग्राफ स्टाइल जान्छु एउटा फेरि सरी प्याराग्राफ स्टाइल चाहिँदैन यसमा यहाँदेखि यहाँसम्म चाहिँ प्याराग्राफ स्टाइल एउटा लिन्छु राइट सो एक्जाम्पल वीक गरे पनि हुन्छ कलर नलगाइकन राइट सो यहाँमा चाहिँ डेज गरिदिन्छु ओके यहाँमा चाहिँ के चाहियो हामीलाई एउटा फेरि यहाँ प्लस दिनु होला प्याराग्राफ स्टाइल डेज रेड कलर कलर भन्छु राइट राइट ओके नाउ अब यतिसम्म भयो त्यसको माथि हामीले के अब मन्थको राख्ने मन्थ छ भने एउटा एक्स्ट्रा एउटा लिने एक्स्ट्रा लिनेको लागि यो सबै छान्नु होला यो फर्स्ट लाइन कुन चाहिँ चाहियो रो चाहियो कलम कलम चाहियो भने एउटा यस्तो एक्स्ट्रा गर्छ ओके यहाँ माथि एउटा छ नि त्यसमा थिच्यो भने मुनि चाहिँ एक्स्ट्रा दिन्छ त्यो भएर यहाँ साइड तीनटा तिमीहरूले यहाँ म जुम गरिदिन्छु यहाँ साइडमा धागो रहेछ नि तीनटा यसमा थिच्नु इन्सर्ट भन्ने जानु रो चाहियो कलम रो चाहियो हामीलाई रो कतिवटा चाहियो एउटा एबोभ चाहियो कि बिलो एबोभ भने माथि बिलो भने मुनि राइट सो एबोभ एउटा चाहियो ओके गरिदिनु ओके जुम आउट ओके नाउ यहाँमा एउटा एरर देखाउँछ यहाँ एरर भन्ने देखाउँछ के हो यो बक्स टेबल भन्दा बक्स सानो रहेछ भनेको यसमा यहाँ साइडमा डबल क्लिक गरिदिनु ओके म यहाँ जुम गरिदिन्छु यहाँ साइडमा डबल क्लिक दुईचोटि थिच्यो भने अटोमेटिकली आफै एरेन्ज गरिदिन्छ यो माथिको हामीले के गर्छौँ यो सबै थिच्नु मर्ज गर्नेको लागि यो हो यो युज गर्छ मर्ज भन्ने बेला 4 5 वटा 10 वटा 20 वटा सेल चाहिँ एउटा सेल बनाउन लागि युज गर्छ मर्ज भयो ओके त्यसपछि यसको ब्याकग्राउन्ड कलर चाहिँ हामीले फर एक्जाम्पल समवेयर अराउन्ड ग्रीन राख्छु ओके टेक्स्ट चाहिँ हामीले जुन राख्यो भने आफ्नो इच्छाले राख्छ ओके यसमा ग्रीनको माथि हामीले फर एक्जाम्पल ग्रीनको माथि के राखेको राम्रो हुन्छ टेक्स्टको कलर चाहिँ रेड व्हाइट गरिदिन्छु अहिलेको लागि फिलहालको लागि ओके नाउ अब हेरे यहाँ हेरे अब यसमा मैले एउटा लेख्छु सो एक्जाम्पल जुन गरिदिन्छु यो टेक्स्ट कलर चाहिँ अलिकति भएन मलाई राम्रो लागेन सो येलो गरे पनि कस्तो रहेछ येलो गुड ओके र प्याराग्राफ स्टाइल एउटा लिन्छु प्याराग्राफ स्टाइल किन लिएको यसको लागि छुट्टै चाहियो भनेर ओके सो यसमा MONTH मन्थ भनेर लेखिदिन्छु भयो नि यो प्याराग्राफ स्टाइल छुट्टै यो प्याराग्राफ स्टाइल छुट्टै किन मैले प्याराग्राफ एउटा बनाएको कारण के हो अहिले म सम्झाउँछु अब भयो अब यो टेबल भयो एउटा राइट अब हामी यो यसमा थिचेर W थिच्नु होला W एउटा प्रिभ्यू देखाउँछ यो टेबलमा सेलेक्ट गरेर टेबल स्टाइलमा जानु जुन तिमीले मन्थ भनेको छ नि त्यसमा हामीले यहाँ डबल क्लिक गर्यो भने हेर्दा मन्थ एउटा आउँदो रहेछ नि त्यो मन्थमा बसेर यहाँ साइडमा एउटा छ तिमीहरूले यहाँ तीनटा धारको देख्छ ओके यहाँ देखाउँछु यो यहाँ 4 5 वटा धारको एउटा रहेछ त्यसमा थिच्नु होला त्यसमा थिचेर यहाँ रिडिफाइन स्टाइल भन्ने एउटा आउँछ तिमीहरूलाई यहाँ रिडिफाइन स्टाइल म जुम आउट गरिदिन्छु रिडिफाइन स्टाइल्स भन्ने छ रिडिफाइन स्टाइल भन्ने बेला तिमीले फर्स्टमा एउटा स्टाइल बनाएको छ त्यसको माथि चेन्जेस गर्यो भने
त्यो चेन्जेसलाई पनि एक्सेप्ट गर्नु भनेको ओके सिम्पल भाषामा रिडिफाइन स्टाइल ओके भयो यति भयो अब त्यसको पछि के गर्छ हामी यो टेबलमा सेलेक्ट गरे यसमा डबल क्लिक गरिदिनु होला यसमा मन्थ भनेको डबल क्लिक गरिदिनु टेबल स्टाइलमा त अब के गर्ने हामी प्रिभ्यू अन गरिदिनु टेबल सेटअप गर्नु अब यहाँमा चाहिँ हो तिम्रो म्याजिक भनेको भन्ने पनि हुन्छ राइट यहाँमा चाहिँ के गर्ने हामी बोर्डर बनाउने मन छ बोर्डर 1 पोइन्टको बनाउनु मन छ 2 पोइन्टको बनाउनु मन छ त्यो आफ्नो अनुसार 3 पोइन्ट राख्छु बोर्डरको स्टाइल एउटा टाइप हुन्छ नि कुन चाहिँ चाहियो राइट यस्तो चाहियो कि स्टाइल कस्तो चाहियो अब मैले यहाँमा एउटा इन्ट्रेस्टिङ चिज एउटा देखाउँछु एउटा ड्यास देखाउँछु राइट त्यसको पछि यहाँमा हेरे दुईटा कलर छ तिमीहरुले छानेको दुईटा कलर यहाँ कलर ग्याप कलर भनेको छ यो चाहिँ के हो मलाई बुझेन भने एउटा ब्ल्याक राइज एउटा व्हाइट राइज तिमीहरुले यही देख्नु हुनुहुन्छ फर्स्टमा ब्ल्याक छ व्हाइट ब्ल्याक व्हाइट ब्ल्याक व्हाइट तिमीहरुले यस्तो कलर नभएर चेन्जेस गर्ने पाउँछ सम अराउन्ड अब मैले यहाँमा यो मिल्छ मिल्दैन चेक गर्छु यहाँ पर्पल भयो नि ओके त्यसको व्हाइटको जग्गामा म अहिलेको लागि येलो राख्छु यहाँ हेर्दा पर्पल येलो भयो नत्र रेड येलो बनाउनु पाउँछ यदि तिमीहरुले स्ट्रोक एउटा मात्र बनाएको छ भने तिनीहरुले यो दुईटा कलर मिलाइदिन्छ भयो ओके त्यसको पछि टिन चाहिँदैन यसको कलरको यहाँमा दुईटा छ टिन भन्ने बेला हामीले हिजो पनि भनेको थियो एउटा ओपेसिटी हो कतिको खैरो चाहियो ब्ल्याक हो भने एकदम कालो चाहियो कि अलिकति त्यो कालो चाहिँ पनि कम गरेर ब्राउनिश अलिकति ग्रे टाइपको चाहियो त्यो बनाउनु पाउने लागि यो युज गर्छ टिन यो फर्स्ट लाइनको यो सेकेन्ड लाइनको ओके यहाँमा दुईटा लाइन छ नि त्यो भएर यदि तीनटा लाइन लियो भने हामीले के बनाउनु पाउँछ तीनटा छैन रहेछ राइट सो हामीले अहिलेको लागि ड्यास 4 बनाइदिनु त्यति राख्दिनु राइट अब यहाँ हेरे त्यसको पछि टेबल सेटअप भइसक्यो यो सिर्फ टेबलको सेटअप भयो त्यसको पछि रो स्ट्रोक भन्ने छ अब यहाँ हेर रो स्ट्रोक भन्ने बेला के हो रो भन्ने बेला उतापट्टि जानेलाई रो भन्छन् है मैले यो कसरी देखाउँछु उता जानेलाई रो भन्छ अब मैले रो यहाँमा अल्टरनेटिभ भन्ने छ अल्टरनेटिभ प्याटर्न भन्ने बेला प्याटर्न कस्तो चाहियो हामीले यहाँमा अघि मैले यो डिजाइन बनाएँ नि यस्तो जस्तो चाहियो कि कलर हो त रो सिर्फ यो लाइनको कुरा गर्दैछ लाइनको कुरा मात्र गर्दैछ यो बक्सको कुरा गर्दै छैन यसमा ओके लाइन चाहिँ कस्तो चाहियो अब म उदाहरण तौरमा देखाउँछु रो कस्तो यहाँ हेरे एभ्री अदर रो लेख्छु थिच्छु राइट एभ्री अदर रो भने एउटा दुईटा छोडेर एउटा छोडेर एउटा कुरा गर्दैछ एभ्री अदर रो अब म यहाँ थिकनेस बढाउने बेला यहाँ हेर्नु है सबैजनाले यो थिकनेस हैन सरी यो लाइन एक लाइनको पछि एउटा छोड्ने एक लाइन छोड्ने कसो हो त्यो हो कलर चेन्ज गर्छु यो डिजाइन चेन्ज गर्छु म ड्यास बनाउँछु यहाँ हेर्दा ड्यास भयो दुईटा बक्स छोडेर एउटा छोडेर यहाँ दुईटा बक्स एउटा यसरी आउँछ नि कलर चेन्ज गरे पनि हुन्छ आफैको अनुसारले यसमा ब्लू कलर लगाइदिन्छु अब अर्को यहाँमा नेक्स्ट लाइन चाहिँ कसरी चाहियो तिमीहरुलाई तीनटा चाहियो कि दुईटा चाहियो कि एउटा चाहियो तिमी आफ्नो इच्छाबाट जिरो चाहिए पनि हुन्छ मिल्छ राइट सो यसमा चाहिँ हामी येलो लगाइदिन्छु ओके येलो देख्दैन रहेछ त्यो भएर एकदम अजिब छ हाउ अबाउट दिस वान ओके दिस इज गुड त्यसको पछि कलम स्ट्रोक कलम भन्ने बेला मुनिको माथि र मुनि यता मुनिको छ नि यो धाउले लाइन छ नि यहाँ म एक जुम गरिदिन्छु यो लाइन छ नि यो लाइनलाई के भन्छ कलम भन्छ यो लाइन चाहिँ ओके त्यसको लागि प्याटर्न चाहिएन ओके एक प्याटर्न बनाए पनि हुन्छ नबनाए पनि हुन्छ आफ्नो इच्छाले राइट यहाँ विथ भने छ कति बाक्लो चाहियो कति छुट्टै चाहियो राइट यो बाक्लो त्यहाँ देख्नु रहेछ ओके स्टाइल चाहिएन त्यति स्टाइल चाहियो भने जापानिज स्टोर चाहियो कस्तो चाहियो कलर के चाहियो राइट आफ्नो अनुसारले जाने कलर धेरै जति यसमा त्यो छैन त्यसको पछि नेक्स्ट इन्ट्रेस्टिङ चीज फिल भन्ने आउँछ फिल भने भर्खर यहाँ माइक्रोसफ्ट वर्डमा देखाएको जस्तो यो कलर बक्सलाई फिल गर्ने हो अब यो बक्स नि फुल एउटा खाली छोडेर एउटामा भर्ने एउटा खाली छोडेर एउटामा भर्ने कि यहाँ दुईटा भरेर एउटा खाली छोड्ने त्यो यहाँ बनाउनु पाउँछ फिलमा बनाउनु पाउँछ अल्टरनेटिभ प्याटर्न भनेकोमा थिच्नु त्यसको पछि नन भनेकोमा एभ्री अदर रो भनेकोमा थिच्नु अर्को तिमीहरुलाई ट्राई गर्न पाउँछ एभ्री अदर रो गरिदिनु यहाँ हेर्दा मुनि आउँदो रहेछ नत्र कलम एभ्री अदर कलम गरे भने एउटा दुईटा यसरी आउँछ राइट एभ्री अदर रो थिच्यो भने यसरी आउँछ कलर कस्तो चाहियो ब्ल्याक चाहियो कि कस्तो चाहियो ब्लू चाहियो कि
येलो चाहियो कि यी फुल येलो आउँदैन यसमा स्याचुरेसन चाहिँ अलिकति घटाएको हुन्छ के हो भने यहाँ टिन घटाएको छ टिन बढायो भने मैले कसरी देख्छ हेर हामीले यहाँ हेरौँ यी फुल येलो आयो 20% दिए भने 20% दिए भने यी भयो नि यो फर्स्ट लाइन भयो सेकेन्ड लाइन यहाँ व्हाइट भएको जग्गामा चाहिँ मलाई अर्को कलर चाहियो भने आफ्नो इच्छाले गर्न पाउँछ यहाँ टिन चाहिँ हामी 20% राख्यो भने यहाँ हेरे यसरी आउँछ त्यसको पछि ओके टिचर भयो अब यहाँ यो बक्स टेबल भन्दा बक्स सानो रहेछ भने यहाँ डबल क्लिक गर्दिनु त्यसको पछि यहाँ साइडमा थिचेर कन्ट्रोल थिचेर सानो गरिदिनु होला भयो यतिसम्म भयो भने डब्लु थिचेर ब्याक टु द नर्मल राइट अब यहाँमा देखाउँछ फेरि के देखाउँछ यहाँमा प्लस देखाउँछ प्लस देखाउने कारण के हो यहाँमा केही चेन्जेस भएको रहेछ ओके अघि भनेको जस्तै यो साइडमा थिच्नु रिडिफाइन साइडमा थिच्नु होला भयो यतिसम्म भयो अब भयो अब हाम्रो काम के छ भने अब नेक्स्ट टाइम तिमीले एउटा फेरि एउटा बक्स बनाउँदैछ त उदाहरण तौरमा क्रिएट टेबल नाउ अब तिमीहरूले के गर्नुपर्छ यहाँमा मन्थ भन्ने छान्ने मात्र टेबल स्टाइल तिमीले 4-5 वटा बनाएको छ भने त्यसको स्टाइल अनुसारले छुट्टै धेरै लामो हुन्छ राइट सिर्फ एउटा मात्र बनाएको छ मन्थमा थिच्नु ओके नाउ यहाँमा स्टाइल कतिवटा चाहियो यो यस्तो जस्तो स्टाइल चाहियो स्टाइल मात्र हो त ओके त्यसपछि ओके थिच्नु त्यसको पछि तिमीले बक्स यहाँ हेरे अक्षर आउँछ आउँदैन चेक गर्नु राइट अक्षर आउँदैन किन कारण के हो भने यो अक्षरहरू चाहिँ प्याराग्राफ स्टाइल र क्यारेक्टर स्टाइलले मात्र समान पाउँछ टेबल स्टाइलले समान पाउँदैन यो माथिको के हो यो माथिको मुनि यो माथिको छ नि यो हेडर हो हामीले हेडर बनाएको छ त्यो कारणले हो राइट सो हेडरको जग्गामा हामीले यहाँ क्यारेक्टर स्टाइल हो कि प्याराग्राफ स्टाइलमा जानु होला अनि मुनि गएर मन्थमा थिचेपछि त्यसको पछि मुनि जाने यहाँमा के हो विक हो सो समय अराउन्ड यहाँदेखि यहाँसम्म हाम्रो के हो विक हो राइट सो विक यहाँ राख्छ त्यसको यो चाहिँ रेड कलर यहाँमा चाहिँ छुट्टै हो यहाँ विक रेड कलर राइट यहाँदेखि यहाँसम्म चाहिँ हाम्रो डेज हो यहाँदेखि यहाँसम्म चाहिँ डेज रेड कलर हो भयो नि अब तिमीहरूले यहाँ चेक गर्नु इफ नम्बर आउँदो रहेछ आउँदैन अक्षर थिचेको यो नम्बर आउँछ आउँदैन ओके त्यसको पछि हामीले यसमा हेडरमा कलर लगाइदिनु होला कलर जुन लगाउनु मन छ हेडरमा कलर लगाउने किन हेडर भने हामीले छुट्टै बनाउनु पर्छ यो कारणले हो ओके यो माथिको हामीले एक्स्ट्रा एउटा दिएको छ त्यो भएर हो एउटा भयो नि अब मैले यहाँमा एक्जाम्पल अर्को एउटा दिन्छु राइट टेबल स्टाइल क्रिएट टेबल स्टाइल हेडर नलिने हेडर 0 गरिदिनु होला ओके नाउ हामीले यहाँमा 1 2 3 कतिवटा बज्छ सरी यहाँ माथि फेरि 1 2 3 4 5 6 7 वटा छ राइट 1 2 7 रहेछ क्रिएट टेबल 7 8 भयो राइट अब मन्थको स्टाइलमा जोडिदिनु एउटा गरेर यहाँमा यसरी तान्दिन्छ राइट स्टाइल भयो भयो भएन तिमीहरूलाई यो हो हाम्रो स्टाइल एउटा बनाएको छ यसमा चाहिँ किन यहाँमा मैले यहाँमा ब्लू कलर लगाएको थियो तर यहाँमा ब्लू कलर आएन यो कारण के हो भने यसमा हामीले के गरेको छ यसमा चाहिँ हामीले के गरेको छ भने यो ब्लू कलरको मुनि हेर्यो भने मुनि चेक गर्यो भने सो एक्जाम्पल मैले यहाँमा कलर टर्न अफ गरिदिन्छु राम्रोसित हेरे तिमीहरूले ब्लू कलरको मुनि खास गरी यहाँमा के आउनुपर्छ पिङ्क आउनुपर्छ खास गरी राइट सो ब्याक टु द नर्मल गरिदिन्छु यसको मुनि चाहिँ के आउँछ खास गरी एउटा पिङ्क कलर आउँछ ओके त्यो स्टाइल हो एउटा अब मैले यहाँ ब्लू कलरको यो के गर्ने सेल स्टाइल दिने के हो सेल स्टाइल भन्ने बेला यो बक्सको स्टाइल दिने हो सेल स्टाइल थिच्नु यो थिच्नु यसमा थिच्नु न यहाँमा के लेख्छु म ब्लू कलर भनेर लेख्छु BLU ब्लू कलर भनेर लेखिदिन्छु अब यहाँमा मिल्छ मिल्दैन चेक गर्ने हामी राइट सो एक्जाम्पल हियर ब्लू कलर थिच्नु मिल्यो यहाँमा टिन घटाएको छ टिन भन्ने बेला त्यो ओपेसिटी हो नि राइट सो टिन बढाउने लागि यहाँ ब्लू कलर डबल क्लिक गरिदिनु होला यहाँमा छ कि छैन हाम्रो टेक्स्ट ग्राफिक स्ट्रोक एन्ड फिल ओके यहाँमा यो केही बनाएको छैन यहाँमा टिन यो ब्लू कलर बनाएको छ राइट टिनको जग्गामा 100 गरिदिनु ओके गरिदिनु भयो नर्मल ब्याक टु नर्मल आयो अब तिमीले नेक्स्ट टाइम तिमीले यसको माथि एउटा कलर लगाउँछु यसको माथि फर एक्जाम्पल यहाँ माथिको ग्रीन कलर लिन्छु म यो सेल स्टाइल हो
ओके सो ग्रीन भन्ने लेख्दिनु राइट अब तिमीले यहाँ बुझ्यौ नि एउटा फुल टेबल स्टाइल बनाएर एउटा सेल स्टाइलले के फरक छ सेल स्टाइलमा मैले एउटा बक्स छान्ने पाउँछ बक्स मात्र छान्ने पाउँछ यो फुल कभरेज नगरिकन राइट सो यहाँ बक्स चाहिँ म के गर्छु यहाँ ग्रीन थिच्छु ग्रीन थिच्ने बित्तिकै यहाँ एउटा अलिकति ओपेसिटी घटाएको हुन्छ त्यसो भएर डबल क्लिक गर्ने यहाँ मुनि स्ट्रोक एन्ड फिलमा जानु 3 भनेको जग्गामा 100% गरिदिनु ओके गरे भने नर्मल आउँछ ओके त्यसको पछि हामीले के गर्न पाउँछ अब यसमा तिमीहरूले यहाँमा जुन प्याराग्राफ स्टाइल दिएको छ त्यही अनुसारले जान्छ राइट सो त्यसको पछि यहाँमा चाहिँ मैले मर्ज सेन्टर मात्र गर्ने हो काम यस्तो आसान छ राइट यस्तो अझ सजिलो भयो डब्लु थिच्यो भने हुन्छ अब यो ग्रीन कलर ब्लू कलर चाहिँ अर्कोमा लगाउन पाउँछ पाउँदैन पाउँछ सो एक्जाम्पल म यो बक्स चाहिँ मलाई ग्रीन कलर चाहियो भयो ओके मलाई यहाँ बक्स चाहिँ मलाई अलिकति ब्लू कलरको चाहियो मिल्यो यसरी मिल्छ सिर्फ बक्स मात्र कलर गर्ने पाउँछ सिर्फ फुल बक्स कलर गर्ने पाउँछ यो स्टाइल लिने पाउँछ भयो यो टेबल स्टाइल र एउटा सेल स्टाइलको बारेमा न तिमीहरूले जहिले टेबल स्टाइल र सेल स्टाइल युज गर्ने बेला अब केही गरेर तिमीले अक्षर लेख्यो भने त्यसको लागि प्याराग्राफ स्टाइल एउटा युज गर्नु होला ओके न एक्जाम्पल यहाँमा अब मैले यहाँ थिच्छु नि यहाँमा हेर्दा मैले केही दिएको छैन रहेछ सो यहाँमा मैले मन्थ भनेर लेख्छु मन्थ भने थिच्छु अटोमेटिकली सबै के आउँछ जुलाई राइट अटोमेटिक आयो यहाँमा मैले अहिले यदि सिधै लेख्यो भने यता सानो अक्षर आउँछ अटोमेटिक अघि मैले बनाएको थिएँ यसमा तिमीहरूले सिधै कपी गर्यो भने मिल्छ राइट कपी गरेर पेस्ट गर्यो भने मिल्छ मिल्दैन चेक गर्नु राइट यसरी आउँछ नमिल्ने जस्तो भयो नि त्यो भएर यहाँमा थिच्नु विक कहाँ छ हाम्रो यो विक हो सो विकमा थिच्छु विकमा थिचेर यसमा चाहिँ रेड विक हो ओके विक रेड हो ओके so somewhere around Sunday, Tuesday, Wednesday, Thursday, Friday, Saturday यसरी आउँछ यो इन्ट्रेस्टिङ चिज बनाउनु पाउँछ एउटा के हो त्यो एउटा टेबल स्टाइल र एउटा सेल स्टाइल निकाल्यो प्याराग्राफ स्टाइलसँग युज गरेर अब क्यारेक्टर स्टाइल युज गर्न पाउँछ त्यो पनि आफ्नो इच्छाले जाने हो राइट यसरी सो यतिसम्म मैले भनेको छु अब तिमीहरूले टेबल स्टाइल र प्याराग्राफ स्टाइल के हो अनि यदि प्याराग्राफ स्टाइल के भन्छ टेबल स्टाइल बनायो भने के फाइदा हुन्छ नेक्स्ट टाइम तिमीले यही टेबल स्टाइल फेरि युज गर्ने पर्यो भने यो कपी गरेर बस्यो भन्दा त सक थिच्ने यो टेबल स्टाइल तक थिच्यो भने सर्क बनाइदिन्छ यसले टेन्सन छैन सो उदाहरण तौरमा म यो डिले गरिदिन्छु यो डिले गरेर टेबल स्टाइलमा गएर यो सबै क्लिक गरेर चेक गर्दा तिमीहरूले यहाँमा सबै चेक गर्नु है यहाँमा सबै टेबल स्टाइलमै रहेछ राइट सो नेक्स्ट टाइम मैले यहाँमा एउटा टेक्स्ट बक्स बनाइदिन्छु यसमा मैले के गर्छु इन्सर्ट टेबल गर्छु इन्सर्ट टेबलमा यो टेबल स्टाइल चाहिँ मन्थको लिन्छु राइट मन्थ ओके दिनु अटोमेटिकली भयो राइट टेबलको स्टाइल लिएको त टेबलको स्टाइल हामीले के लियो टेबल स्टाइल लियो राइट सो यो सबै अटोमेटिकली भयो राइटली फिट टु फ्रेम कन्टेन्ट प्रोपोर्सनली अनि यहाँमा जस्तो बनाउनु मन छ त्यसरी बनाउने हो यो आफ्नो इच्छाले जाने हो कलर कस्तो भयो यो सेम टु सेम भयो राइट अब तिमीले यस्तो कहिले यस्तो पनि हुनसक्छ दुईटा टेबल स्टाइल पनि डिफ्रेन्ट बनाउने तर यसकै माथि टेबल स्टाइल एउटा बनाउन मिल्छ त्यसको लागि यही डुप्लिकेट गरे हुन्छ यसमा राइट क्लिक गर्नु डुप्लिकेट स्टाइल गरिदिनु होला ओके मन्थ कपी नलेखिकन जस्तो अब मन्थ सेकेन्ड ओके सेकेन्ड गरिदिन्छु मन्थ 2 गरिदिन्छु राइट अब मैले यहाँमा हेरेँ फिटिङ म यसको छिटो गरिदिन्छु तिमीहरूले यहाँमा बोर नगर्नु होला हैन बोर नहुनुको लागि म यहाँ छिटो गरिदिन्छु ओके न यतिसम्म भयो यहाँ त मैले छिटो बनाइदिएको यो के हो मन्थ 2 को अब मैले यहाँमा
यसमा हेर्दा राम्रोसित तिमीहरूले साइडमा हेर्दा अब मैले यसमा के गरेको छ तिमीहरूले चेक गर्न सक्नुहुन्छ होला हेर्दा राइट। सो मन्थ 2 मा मैले डबल क्लिक गरेर यहाँमा टेबल रो स्ट्रोक के गर्यो रो स्ट्रोक मैले यहाँमा बाक्लो कति बनाएको छ हेर्नु राइट। यो भित्रको टेबल सेटअप चाहिँ मैले कसरी गर्यो यहाँमा सो समय 2 1 गरिदिन्छु 1 भयो सबैलाई ओके। नाउ यसरी भयो। अब नेक्स्ट टाइम अब हेरे अब म यो टेबल चाहिँ म फालिदिन्छु चाहिँदैन मलाई राइट। नेक्स्ट टाइम मैले टेबल क्रिएट टेबल यहाँमा गर्छु अटोमेटिक आयो फेरि गर्छु त यहाँमा टेबल स्टाइल। अब यहाँमा दुईटा स्टाइल छ तिमीहरूलाई के छ मन्थ 2 र मन्थ भन्ने दुईटा छ। यो मन्थ चाहियो कि मन्थ 2 चाहिएको कुन चाहिँ स्टाइल चाहियो तिमीलाई मन्थ 2 को स्टाइल चाहियो ओके। स्टाइल मात्र छोडेको मैले यहाँ बनाएपछि अटोमेटिकली यो म्याजिक एउटा हो। तिमीहरूलाई यदि म्याजिक यो थाहा छ भने काम एकदम आसान हुन्छ पछि तिमीले बनाउनु बेला आसान हुन्छ ओके। ल अब यतिसम्म राखिदिन्छु अनि केही क्वेसन छ भने प्रश्नहरू छ भने मलाई सोध्नु हुन्छ म जति चाँडो हुन सक्छ म त्यतिको चाँडै गरेर एन्सर गर्ने कोसिस गर्छु। यदि क्वेसन छैन भने यो अलिकति प्र्याक्टिस गर्नु होला अनि सायद पछि काम लाग्छ तिमीहरूलाई धेरै जतिले काम लाग्छ। मेरो पछि म अब क्यालेन्डर बनाउनेको सोचमा पनि छु अनि कोही बेला अब यस्तो पनि हुनसक्छ अहिले नेपालीबाट बोल्दैछु पछि सायद म टिबेटन पनि बोल्न सक्छ इङ्ग्लिसबाट पनि बोलेर यस्तो भिडियो बनाउन सक्छ। त्यो भएर सपोर्ट गर्ने होला सबैले अनि सेयर गरिदिनु होला। सायद अब अहिले स्मल युट्युबर भएर सायद सपोर्ट गर्ने मान्छेहरूले पनि यति गर्दैन रहेछ अहिले सायद मलाई चाहिँ त्यस्तो लाग्यो सायद होइन। त्यो भएर सक्छ भने सपोर्ट गरिदिनु होला सक्दैन भने त केही हुँदैन अब त्यसको बारेमा हामीले केही सक्दैन होइन ओके। त्यतिसम्म राखिदिन्छु अनि तिमीहरूलाई अब तिमीहरूको टाइमलाई धन्यवाद दिन्छु ओके थ्याङ्क यू अनि पछि भेटौँला सब्सक्राइब गरिदिनु त्यही हो ओके थ्याङ्क यू एभ्रिवान।